आज 2026 मा आइपुग्दा इटलीको तपाईले न्यूज सुन्नुभयो होला। इटलीको त्यहाँ मेलोनीले एउटा के रे रेफरेन्डम गर्न चाहिन्, उनले जुडिसियरीमा आफ्नो कन्ट्रोल र रिफर्म गर्न चाहिन्। त्यहाँ अधिकांश युवाहरूले नै भोट के गरे अथवा उनकै अगाडि नै तिमीलाई भोट गर्दैनौँ भनेर उनको फेल गरिदिए। भनेको समवे त्यो लेफ्ट लिनिङमा गइरहेछ भन्ने पनि देखिन्छ। प्यारिसमा पनि लेफ्ट लिनिङले जित्यो, न्युयोर्कमा जितेको पनि देख्यो। र आज हामी यहाँ हाम्रोमा आइपुग्दाखेरि चाहिँ हाम्रो लेफ्ट चाहिँ मजाले पछारिने र अब कतै हामी चाहिँ अब यो फासिस्ट हुँदैछ कि गभर्नमेन्ट त्यो डिरेक्सनमा अझै आउँदा दिनमा हेर्नै पर्नेछ, त्यो ठाउँमा हामी छौँ। र हामीले अरूलाई सिकाउन पर्ने ठाउँमा हामी नै कुन ठाउँमा हाम्रो अर्को हामी चाहिँ हाम्रो दिशा नै अर्कैतिर गयो कि भन्ने म अलिकति त्यो कन्टेक्स्चुअलाइज गर्न चाहन्छु। र मलाई लागेको अलिकति युवाहरू पनि हुनुहुन्छ, हामी किन जस्तै हामी जेन्जी भन्ने टर्म एकदमै त्यो भाष्य निर्माण गर्यो। हाम्रो जेन्जी भनेको त हाम्रा युवा सङ्गठनहरू हुनुपर्ने होइन र। सोभियत रसियामा युवा सङ्गठन भनेको 12 देखि 24 वर्षसम्म अझ 28 वर्षसम्मको त्यतिलाई मात्र लिन्थ्यो, त्यो नै होइन र जेन्जी। अझै तपाईँले अहिले 30s वरपरकोलाई हेर्दाखेरि अनि हाम्रो विद्यार्थी सङ्गठन पनि त त्यही होला नि त, 30 वर्ष मुनि भनेर अहिले भनिराखेको नि। हाम्रै विद्यार्थी सङ्गठनहरू चाहिँ त्यसरी आन्दोलन गरेर हाम्रो विद्यार्थी सङ्गठनहरूले त्योभन्दा एक हप्ता अगाडि बोलाउँदा कोही पनि नआउने र युवा जेन्जीको नाममा आउने किन त्यस्तो अवस्थामा गयो? किन हाम्रो सङ्गठनहरू नै हामीले जनसङ्गठनहरू नै त्यो तरिकाले तयारै गर्न सकेनौँ कि? टिका लाको भरमा डेमोक्रेटाइजेसन नै भएन हाम्रो सङ्गठनहरूमा, त्यो एउटा कारण भन्न चाहन्छु। र अर्को चाहिँ हामी एकदम न्यू लिबरलिजममा अप्ट गऱ्यौँ। हिजोकै उदाहरण सबैभन्दा डरलाग्दो त यो टेन्डेन्सी नै हो, म व्यक्ति पात्रमा भन्दा पनि, तर गृहमन्त्री जसरी ल्याइयो त्यो डरलाग्दो थियो। तर हाम्रो लेफ्ट केमा खुसी हुँदै हुन्थ्यौँ भने वादी महिला आउनुभयो त्यही भएर भनेर हामी न्युज बनायौँ, सेयर बनाउँदै यो भयङ्कर खतरा हो भन्दै थियौँ। कस्तो खाल गभर्मेन्ट बन्दैछ र लेफ्ट टार्गेट मुभमेन्ट हुँदैछ भनेर हामी त्यो छलफल गर्दैनौँ। तर हामी खुसी के हुँदै थियौँ भने 33% महिलाहरू चाहिँ क्याबिनेटमा आयो भनेर हामी अधिकांश जसले लेफ्ट भन्नुहुन्छ, कम्युनिस्ट पार्टीको भन्नुहुन्छ, उहाँहरू भयङ्कर सेयर गर्दै हुनुहुन्थ्यो। भने हाम्रै इन्टेलेक्चुअलिटी हामी कहाँनिर छौँ? टोकनिजमलाई चाहिँ हामीले चाहिँ यो के अरे समानुपातिकको यो राम्रो अभ्यास हो भनिरहेका थियौँ भन्दा त्यो युवाले पढ्छ, त्यो विद्यार्थीले पढ्छ नि उसले के बुझ्छ होला भनेर भन्ने कुरा पनि म अलिकति हिजो म एकदम भर्खरको ताजा कुरा चाहिँ म त्यो पनि सेयर गर्न चाहन्छु। र अर्को कुरा चाहिँ हामीले अहिले एउटा एकदम जबरजस्त प्रश्न उठेको छ। मैले अहिले राखेको स्टेटसमा मैले चाहिँ हामी सकिने कि सच्चिने भन्दाखेरि पहिला हामीसँगै आन्दोलनमा भएका साथीहरू तिमीहरू त सक्के नै हुन्छ भन्ने यस्तो ह्याट्रेटको पोलिटिक्स के भनेको। अब लेफ्ट यस्तो छलफल आइसक्यो।